यस्तो भएको थियो मलाई जसले क्वेसन सोध्नु भएको थियो उहाँले चाहिँ सौगात दाईसँग कतिपछि काम गर्नुभयो हजुरको सौगात दाईसँगको एक्सपिरियन्स भनेर दाई भन्नु भएको थियो अनि मैले चाहिँ त्यही फ्लोमा अनि दाई मात्रै होइन सौगात दाई यसरी यसरी भनेर भनेको हो कि त्यो मैले उहाँलाई दाई भन्दिनँ। मैले टङ स्लिप त्यस्तै भन्नुभयो तर आइम सरी मैले तर दाइ भनेको होइन। तपाईँले मेरो के अरे तपाईँले विचार गर्नु होला मेरो रियाक्सन केही पनि थिएन त्यसमा किनभने मलाई थाहा छ यो सामान्य होइन र मलाई यो पनि थाहा छ कि अब यसमा चाहिँ नि ठाउँ पाउने भयो के अरे म त जहिले पनि के सोचे जस्तो देखिन्छ खासमा मैले केही नसोचेको मलाई धेरै तपाईँ एकदमै सोच्नुहुन्छ हो त्यसरी मैले त्यस्तो सोच्ने होइन तर मेरो देखिन्छ हेर्दाखेरि कसैको देखिन्छ कि यस्तो हेर्दाखेरि के किन सोचिरहेको छ हुन खानु केही होइन आनन्द लिइरहेको सास फेरिरहेको मात्रै मान्छेले क्या सोचिराख्ने है तपाईँ भनेर हुन्छ त्यस्तो केही होइन। दाइ मलाई दाइ नभन्नु ल भन्ने गीत पनि छ कि जस्तो तपाईँहरूको सम्बन्धको कुराहरू हामीले नै समाचार बनायौँ किनभने उसको बानी मलाई थाहा छ नि त होइन सामान्य हो कि उसले त्यो रूपले भन्न खोजेको होइन भन्ने मैले आफैले बुझिहाल्छु नि अनि मेरै त कति त्यसले भइरहेको हुन्छ मैले पनि कति ठाउँमा बोलिरहेको हुन्छ धन्न तपाईँले केही कतैतिर केही पाउनु भएन होला नत्र धेरै ठाउँमा दाइ तपाईँले यो बोल्ने ठाउँमा यो बोल्नुभयो नि भन्छ नि होला अब के गर्ने होइन त्यस्तो हुन्छ भनेपछि मैले त्यो रूपमा लिएको थिएन मैले त्यही भएर त्यस्तो केही मलाई लागेको थिएन मलाई थाहा थियो कि तर यो ठाउँ चाहिँ नि अरूहरूको लागि एकदम इन्ट्रेस्टिङ हुनसक्छ भन्ने चाहिँ नि मैले बुझेको थिएँ। बब दाइ बब दाइ सुब्बा दाइको क्यारेक्टरको